वेलकम टु क्लास अफ नेपाल। यो चाहिँ हाम्रो च्यानलको पहिलो भिडियो हो हैन। आज चाहिँ सो म आफ्नो बेसबाट आफ्नै बेसमा एट्याक गर्छु है त। सो हामी यो आर्मी युज गर्नेछौँ र एट्याक गर्नेछौँ हामी आफ्नै बेसमा। सो दिस इज द बेस। सो एउटै आर्मी छ एट्याक गर्नलाई र एउटै छ बेस पनि। सो मैले खासै ध्यान दिएर हेरेको छैन। लेट्स ट्राई अब कति हुन्छ। यो भिडियोमा मैले अब हारे पनि जिते पनि मलाई दुईटैतिर फाइदा छ। सो पहिलो सुरुमा चाहिँ अब हामीले चाहिँ यहाँबाट इलेक्ट्रो ड्राइगनले फनल बनाऊँ र दुई तीनटा यहाँ बेलुन छोडेर चाहिँ ब्याटल बिमलाई ड्रप गरौँ र ब्याटल बिमको काम चाहिँ अब टाउनहरूसम्म जान्छ भन्ने हो। एउटा फ्रिज युज गरौँ किनकि हेभी डिफेन्सहरू त्यहाँ छ। पर्फेक्ट। सो यति लिएको छु है मैले चाहिँ त्यहाँ, जसमध्ये एउटा यति चाहिँ हाम्रो हावा उडिसकेको छ। लेट्स सी अब के हुन्छ। अहिलेसम्म ठिकै छ। टाउनहरू सहित निकाल्छ भनेको सायद अब गाह्रो छ टाउनहरू निकाल्नलाई। तर पनि टाउनहरू ननिकाले पनि हामीसँग राम्रो डिफेन्सहरू चाहिँ डिस्ट्रोय भइसकेको छ है त। सो ठिकै गइरहेछ एट्याक चाहिँ। अब टाउनहरू चाहिँ आएन तर पनि हेभी डिफेन्स जुन थियो त्यहाँ त्यो कम्पार्टमेन्टमा त्यो चाहिँ हामीले लिइसकेका छौँ है त। सो दुई तिन बेलन छोडिदिउँ यहाँ र त ड्राइगनले सब काम गर्छ र हिरो हलनिर चाहिँ हामी आफ्नो हिरोलाई छोडिदिउँ है त। किङ क्विन र रोयल पनि छोडिदिउँ र रोयलको एबिलिटी युज गरिहालौँ किनकि पछि त्यहाँ हेभी डिफेन्सहरू छ र ट्र्यापहरू छ भने पनि त्यो मरे पनि त्यो हगराइडरहरू चाहिँ भित्रमा जान्छ कि। अनि त्यसपछि हाम्रो मेन आर्मी जुन छ ड्राइगन राइडर र रुट राइडर, ड्राइगन राइडर रुट राइडर त मैले युज गरेको छैन र गर्न पनि आउँदैन। तपाईँहरू चाहिँ कुन आर्मी युज गर्नुहुन्छ टाउन 13, 14, 15 कुनमा हुनुहुन्छ सो कमेन्ट गर्नु होला है त। सो किप गोइङ। र यहाँ दुइटै हामीले एबिलिटी युज गरिसकेका छौँ हिरो हिरोइनहरूको हिरो हिरोइन किङ र क्विनको चाहिँ दुइटैको एट्याक युज गरिसकेका छौँ। ग्रान्ड कोर युज गर्नै पर्ने भयो। टाउन हल र क्विनले अलिकति डिस्टर्ब गरेर जस्तो लाग्छ मलाई अपोनेन्टमा। अपोनेन्ट के भन्नु आफ्नै बेस हो। सो लेट्स सी टाउन हललाई लिन पर्ने थियो किनकि हेभी ड्यामेज दिइरहेको छ टाउन हलले। सब खत्तम भइसक्यो। जम्मा एउटा क्विन बाँकी छ हाम्रो र हिलर पनि बाँकी छ। हिलर नभएसम्म क्विन अघि नै मरिसक्थ्यो होला। सो डिफेन्स त खासै पनि छैन होइन बेसमा, तर हामीसँग एट्याक गर्नलाई अरू प्रुफ पनि छैन र स्पेल पनि एउटा बाँचेको छैन। करेन्टली त एभरेजमा ठिकै गइरहेछ भनौँ। अब टाइम पनि कम छ। 100% यो बेस हुँदैन किनभने हामीसँग टाइम एकदम कम छ र अब क्विन कता जान्छ भन्ने वाल फोडेर टाउन हलतिर जान्छ या साइडको बेसहरू आर्मी क्याम्पहरूलाई सक्नु जान्छ भन्ने हो। सो पहिलोचोटि दिमाग लाएर क्विनले चाहिँ होइन वाल फोडाउनु लागिरहेको छ। लेट्स चाहिँ अपोनेन्टको क्विन डाउन भयो भने टाउनमा सजिलै टेक डाउन हुनसक्छ जस्तो लाग्छ। अब टाइम जम्मा 35-36 सेकेन्ड बाँकी छ। अब खासै राम्रो हुन्छ या हुँदैन है त। सो कमान क्विन हिलरले एकदम दामी काम गरिरहेको छ स्टार्टिङदेखि। कमान क्विन अलि टाढा फुटाउनु पर्थ्यो नि यार। वाल क्विन एकदम कम भइरहेछ हेल्थ क्विनको। हिलरले हिल त गरिरहेछ तर पनि डाउट लागिरहेछ मलाई। 97% भइसक्यो यार। कमान यार कमान भन्दै गयो सास। अब यसलाई जितेको भन्नु कि हारेको भन्नु गाइज यार। एट्याक सक्सेसफुल भयो कि फेल भयो भनौँ। 97 स्टार पनि आयो त्यसो राम्रै हो 97 स्टार आउनु। तर अब बेस्ट डिफेन्स पनि आन्यो त्यहाँ पनि म त खुसी नै छु किनकि आफ्नै बेस्टले डिफेन्स आन्यो र आफ्नै एट्याकमा 97 पनि भयो। तपाईँहरूलाई के लाग्छ? म त जता नि खुसी नै छु। सो गाइज यो चाहिँ हाम्रो च्यानलको फर्स्ट भिडियो थियो सो त्यही भएर त्यो प्रोफेसनल भएको छैन होला होइन। भोइस ओभर पनि मैले खासै राम्रो गरेको छैन, टाइम दिएको छैन। सो सब्सक्राइब गर्नु होला च्यानललाई। हामी फेरि पनि यस्तै भिडियोहरू लिएर आउनेछौँ तपाईँहरूमा आज। र यो नेपालको जुन क्लासिङ कम्युनिटी छ त्यसलाई चाहिँ रिभाइभ गर्नुको लागि चाहिँ अब जोइन हुन सक्नुहुन्छ हाम्रो क्लानमा। सो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। कमेन्ट गरिदिनु होला। लाइक सेयर सब्सक्राइब त गर्नु नै हुन्छ र गरिदिनु पनि होला। सो थ्याङ्क यू फर वाचिङ। किप क्लासिङ गाइज।